आज मलाई तपाईको आँगनमा आउँदा तपाईको यो उपस्थिति महसुस गर्दा पनि असाध्यै खुसी लागेको छ। म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु कि हाम्रा कुराहरू सुन्नको लागि आज तपाईहरु यहाँ यसरी उपस्थित भइदिनु भयो। म जाजरकोटमा जति बेला भूकम्प भएको थियो गत वर्ष, त्यति बेला म भोटाङको 12 पोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गर्दै थिएँ। जब जाजरकोटमा भूकम्प गयो भन्ने सुन्यो, त्यसपछि हामीले भोटाङमा मात्र होइन देशैभरिका राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्यौं र हाम्रा हिँड्न सक्ने र काम गर्न सक्ने जति सबै साथीहरू केन्द्रबाट जाजरकोटतिर आउनुभयो अनि भूकम्प पीडितहरूका लागि सके जति उहाँले योगदान गर्नुभयो। तपाईहरुलाई सम्झना छ कि छैन पक्कै सम्झिनुहुन्छ होला। मलाई गर्व छ नेताहरू हेलिकप्टरमा र महँगा महँगा गाडीमा चुई हात हल्लाउँदै हिँड्ने यो देशमा मेरो सांसद माननीय तोसीमा कार्कीले यहाँ तपाईहरुको बीचमा आएर काम गर्नुभयो। यत्रो लगाएर डाक्टरको भूमिका निभाउनुभयो। पहरा बनाउनका लागि उहाँले तपाईहरुको बीचमा रहेर माननीय तोसीमा कार्कीले काम गर्नुभयो। सम्झना त तपाईलाई पक्कै छ होला। मलाई कतिपयले प्रश्न गरे, तेरो पार्टीको सांसदले तोसीमा कार्कीले जाजरकोटमा त्यत्रो काम गरिन् भूकम्पको बेलामा, महेश सिंह लगायतका साथीहरूले नलगाडमा त्यत्रो काम गरेका छन्,